मेरो उमेश कुमार आचार्य। 2 छोरा छन्, 1 श्रीमती छिन्, म छु। सर तपाईलाई कार्यक्रममा धन्यवाद। गन्नाबारीमा तपाईलाई कतिको चासो बढेको छ सर? धेरै चासो बढेको छ। अब के गर्ने, बर्खामा धान बाढीले लैजान्छ, त्यो हुनाले गन्ना खेती गरेको हो। अब हेरौँ कस्तो यसको नतिजा निस्किन्छ। अहिलेसम्म त ठिकै छ गन्ना। यो जग्गामा लगाइरहनु भएको छ? यो लगभग 6 बिघा 5.5 6 बिघा जग्गामा होला। ए तपाईको हालको बसाइ कहाँ छ सर? हालको बसाइ टिकापुर हो। यो जग्गाभरि यो सोनाफाटा दिव्यपुर सोनाफाटा। हजुर हजुर। कति भयो सर यो तपाईले गन्ना खेती लगाइरहेको? कति वर्ष हुन लाग्यो? गन्ना त पहिले पनि लगाएको हो। यो जग्गामा निकै राम्रै आम्दानी भएको थियो। हजुर हजुर हजुर। अब यो साल कस्तो हुने हो, पानी परेको छैन। पानी परिदिया भएपछि राम्रो हुने थियो गन्ना। हजुर। त्यही पनि अब हामीले कोसिस गरिराखेका छौँ, बोरिङबाट सिँचाइ गरिराखेका छौँ। ठिकै छ, राम्रै छ। हामी देख्न सक्छौँ है, यत्रो यो उहाँ सरले गन्ना खेती गरिरहनु भएको रहेछ। विगतका केही वर्ष अगाडि पनि उहाँले गन्ना खेती गरिरहनु भएको रहेछ। केही बिचमा छोडेर अहिले धेरै वर्ष पछाडि उहाँ अहिले यो वर्षदेखि फेरि आफ्नो त्यो गरिरहेको कर्म गन्ना खेतीमा काम गर्न फेरि पुग्नु भएको छ। उहाँको हालको बसाइ चाहिँ टिकापुर नगरपालिका छ। अहिले चाहिँ उहाँ भजनी नगरपालिका सोनाफाटा दिव्यपुर भन्ने ठाउँमा उहाँको अहिले गन्ना खेती रहेको छ। हामी यहाँ देख्न सक्छौँ यतातिर यो ठुलो क्षेत्रमा गन्ना खेती भइरहेछ। यहाँ यतातिर काम गरिरहनु भएको छ है। हामी यहाँ देख्न सक्छौँ गन्नाहरू पनि यत्रो ठुल्ठुलो भइसकेका छन्। यहाँ देख्न सकिन्छ यो ठुलो ठाउँ छ। हजुर यहाँ ठुलो ठाउँ छ। यतातिर नदीको किनार छ अनि यतातिर यो गन्नाहरू भयो। यो 5 बिघाको जग्गा 6 बिघाको क्षेत्रफलमा उहाँ सरले एकदमै राम्रो आम्दानी गरिरहनु भएको छ। यसबारे तपाईँले के भन्न चाहनुहुन्छ सर? अहिले विदेश जाने युवाहरूको सङ्ख्या एकदमै बढिरहेको छ। नेपालमा केही छैन भन्ने एक किसिमको सबैको मनमा छ, नेपालमा केही छैन भन्ने खालको। त्यसको लागि तपाईँ के भन्न चाहनुहुन्छ? नेपालमा त मान्छे बस्नै चाहिरहेका छैनन्, नेपालमा पैसा छैन भन्छन्। यसबारे तपाईँलाई के जानकारी छ? तपाईँको जानकारी तपाईँले बुझेअनुसार यसमा तपाईँले केही राखिदिनु पऱ्यो सर। यहाँ विदेश जाने भन्ने कुरो त्यो त्यस्तै हो। यहाँ गर्न सक्ने हो भने यहाँ पनि धरतीमा सुन फल्छ। यहाँ मेहनत गर्नु पर्यो। आफ्नो देशमा गरेर खान धेरै राम्रो कुरो हो। बाहिर जानु भनेको त्यो बेकार कुरो हो। मान्छे अब त्यो पैसाको लोभ लालचले गर्दाखेरि अब विदेश जाने गर्छन्, कतिपय दुःख पाउँछन्। तर हाम्रो यहीँ आफ्नै देशमा केही उद्यम व्यवसाय गरेर केही गर्दा यहाँ पनि पैसा छ। गर्न सक्ने हो भने मेहनत गरेपछि पैसा छ। तपाईँको भनाइ के छ भने विदेश जानु राम्रो होइन, नेपालमै गरे पनि पैसा छ। विदेश जानु राम्रो होइन। आफ्नो जहान छोराछोरी छाडेर, श्रीमती छाडेर, अनि छोराहरू अब कतिपय श्रीमतीहरू विदेश गएका लोग्नेहरूका श्रीमतीहरू यता अरूसित पल्केको पहिलो गएका हुन्छन्। छोराछोरी बिग्रेका हुन्छन्। आफूले आफ्नो घरको निगरानी पनि भयो। आफ्नै स्वदेशमै अलिकति लगानी गरेर व्यवसाय फस्टाउँदा यहाँ पनि पैसा यही पनि कमाउन सकिन्छ भन्ने मलाई लागेर एकदमै राम्रो कुरा गर्नु। मैले विदेश जाने युवाहरूलाई के भन्न चाहन्छु भने स्वदेशमै गरौँ, आफ्नै देशमा उत्पादन गरौँ, आफ्नै देशमा मेहनत गरौँ, आफ्नै देशमा पसिना बगाउँ। त्यो गर्दाखेरि हाम्रो देशको अर्थतन्त्र पनि मजबुत हुन्छ, बलियो हुन्छ। अनि विदेश गएर त अर्काको देश बनाउने होइन, हामीले आफ्नो देशलाई बनाउने हो, आफ्नो देशको संरक्षण गर्ने हो भन्ने मलाई लागिरहेको छ। हामी सुन्ने गर्छौँ नेपालमा रोजगारीको अवसर छैन भन्ने एक किसिमको जहाँ पनि सुनिने गर्छ। त्यसबारे अब हामी मिलेर यस्तै खेती कृषि उद्योग धन्दा यस्तै चलाइरहने हो भने त नेपालमा पनि त
कामको त त्यो रोजगारी त अवसर खुल्ने भयो नि त होइन, रोजगारीको अवसर खुल्ने भयो। त्यसले गर्दा यो सम्बन्ध पनि हजुरले केही कुरा राखिदिनु पर्यो सर। यो हामीले के गरौँ भने हामीले यही देशमा रोजगार गराउन सकिन्छ, किनभने हामीले केही पैसा लगानी गरेर यसबाट मुनाफा आफूलाई पनि हुन्छ र अरू मान्छेले पनि रोजगार पाउँछन्, रोजगारको अवसर हुन्छ। त्यसले गर्दाखेरि आफ्नै देशमा गर्दा राम्रो हुन्छ, सबैलाई रोजगार पनि मिल्छ, धेरैले काम पनि पाउँछन् अनि भन्ने मलाई लाग्छ। हामी अर्को पनि देख्न सक्छौँ, मान्छे विदेश जानका लागि लाखौँ खर्च गरेर हामी अर्को पनि एउटा के छ भनेपछि अमेरिका जाने भनेर हामीले 60-70 लाखसम्म खर्च गरेर अमेरिका जान लागेको त्यो पनि देखेका छौँ। हेर्नुहोस्, त्यो 60-70 लाख रुपियाँ नेपालमै लगानी गर्ने हो भने के लाग्छ तपाईँलाई, नेपालमा सुन फलाउन सकिन्न? सकिन्छ। त्यत्रो 60-70 लाख रुपियाँ खर्च गरेर विदेश जानुभन्दा 60-70 लाख रुपियाँ यहाँ आफ्नै देशमा खर्च गर्ने हो भनेपछि 60-70 जनाले पनि रोजगार पाउँछन्, आफूलाई पनि मुनाफा हुने भयो, रोजगार पनि पाउने भए यो रोजगार यो विदेश जानेको लरको पनि अलिक कम हुन्छ भन्ने मलाई लाग्छ। यसमा पक्कै पनि विदेश जानेको सङ्ख्या एकदमै बढिरहेको छ। त्यसले गर्दा विदेश जानेको सङ्ख्या घट्यो भने नेपालको अर्थतन्त्र पनि बलियो हुन्छ। नेपालको पैसा बाहिरबाट कमाएर ल्याउँछन्, तर त्यो बाहिर विदेशले के भन्छ भनेपछि विदेशमा कमाऊ, विदेशमा खर्च गर। अमेरिकाले के भनिरहेछ, यहीँ कमाऊ, यहीँ खर्च गर। हो, त्यसले गर्दा त नेपालको अर्थतन्त्रमा त कुनै प्रभाव पारेन नि त, पारेन, पक्कै पनि पारेन। त्यसले गर्दा यो हामी विदेश जान्छौँ, विदेशीलाई हामीले बनाउन जान्छौँ, विदेशीलाई बनाउन पक्कै पनि उहाँ गर्ने कर्म हामीले यहीँ पनि गर्न सक्छौँ। त्यो लगानी जुन लगानी हुन्छ हाम्रो, त्यो लगानीलाई नेपालमा लगायौँ भने अत्यन्तै फाइदा पनि हुन्छ र नेपालका दुखी गरिबहरू बेरोजगार भएका मान्छेले काम पनि पाउँछन्। बेरोजगार भए भन्ने एक किसिमको मान्छेको सोचाइ छ। बेरोजगार भनेको के हो? सिप जाँगर हैन, मेहनत, सबै चिज हुँदा जाँगर सबै जे पनि हुन सक्छ, सबै चिज भएको परिपक्व भएको हुँदा हुँदै पनि कामको अवसर नपाउनु नै बेरोजगारी हो हैन। मान्छेमा त्यो सबै छ भने उसले आफै रोजगारीको सिर्जना आफै गर्न सक्छ। अब त्यो भनाइ पनि ठिक हो, स्वदेशमै काम गरेर स्वदेशमै पैसा कमाउन सकिन्छ। विदेश जाने पैसाले यहीँ केही काम उद्योग व्यवसाय गर्न सकिन्छ, देशको अर्थतन्त्र पनि बलियो हुन्छ, विदेश जानेको सङ्ख्या पनि घट्छ। पक्कै पनि अवैध बाटोबाट लाखौँ खर्च गरेर गइरहेका छन्, बिचारा तडपिरहेका छन्। कति मान्छे अवैध बाटो भएर बिचमा कोही मान्छे मरेका छन्, उहाँ विदेश गएर मरेको लास नेपालमा पक्कै पनि हो। त्यो नहोस् भनेर हामीले आफ्नै व्यवसाय गर्न लागेका हौँ। हजुर, यो व्यवसायमा ठिकै छ, राम्रै छ हैन सर? धेरैले काम पनि पाछन्, पक्कै पनि पाछन्। हामी यहाँ देख्न सक्छौँ यतातिर काम भइरहेको छ, गन्ना खेती। अहिले कति महिनाको भयो सर यो गन्ना? यो 2 महिनाको होइन? 2 महिनाको भइसकेको छ गन्ना। 2 महिनाको हुँदा पनि यति ठुलो भइसकेको छ, हामी देख्न सक्छौँ दर्शकबिन है। अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्त्यमा हामी बेरोजगारी मान्छे भनेर विदेश नजाउँ, आफ्नै स्वदेशमा काम गरौँ अनि आफ्नै स्वदेशमा पसिना बगाउँ, मेहनत गरौँ, कमाउँ, आफूले अरूलाई पनि रोजगार दिने अवसर प्रदान गरौँ भन्ने मलाई लागिरहेको छ। हजुर, धन्यवाद। थ्याङ्क यू।